भित्र आफ्नो कुराहरू राख्नुहोस्। सम्माननीय सभामुख महोदय, यो लामो समयदेखि संसदमा हामीले भिजिट भिसा प्रकरणमा छानबिन गरौँ भनिरहेका छौँ। यो कुनै राजनीतिक दाउपेचको कुरा होइन। म सरकारमा रहेका दलहरूलाई पनि मेरो अपिल छ, अनुरोध छ, त्यहाँ भिजिट भिसामा बिक्रीमा परेका मान्छेहरू यो रासपा र रापरपाका या अन्य दलका मात्र होइनन्। त्यहाँ काङ्ग्रेसका मान्छे पनि परेका छन्, त्यहाँ एमालेका मान्छे पनि परेका छन्, त्यहाँ माओवादीका पनि छन्। समग्रमा भन्ने हो भने नेपाली नागरिक बेचिएका छन्। तिनीहरूको छानबिन गर्नुपर्छ। यहाँ संसदमा अहिले पनि अपिल गर्न चाहन्छु, साथमा आउनुहोस्। संसदमा हामी कति सङ्ख्यामा छौँ भन्ने कुरा महत्त्वपूर्ण होइन। यो मुद्दा जायज हो कि होइन त्यो कुरा महत्त्वपूर्ण हो। अहिले हेर्नेलाई गर्नेलाई भन्दा देख्नेलाई लाज भइसकेको छ। संसदमा त तपाईँ हामी एक अर्काप्रति आरोप र प्रत्यारोप लगाउँला, तर नेपाली जनताले चाहिँ यसको फैसला गर्छन्। जनताले चाहिँ के भन्ने? आज यो ठुलो एउटा जटिल समस्याका रूपमा अगाडि परेको छ। आज दुबई, कतार, साउदी अरबमा जानुहोस् त, आज दिदीबहिनीहरूलाई बन्धक बनाइएको छ। 75,000 भन्दा बढी दिदीबहिनीहरूलाई आज दुबईमा बन्धक बनाइएको छ, यो भिजिट भिसामा लगेर। आज उनीहरूको चित्कार हामीले सुन्नुपर्छ कि पर्दैन? आज ती भिजिट भिसा प्रकरणमा तल जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन? ती दोषीहरू चाहे मन्त्री हुन्, चाहे प्रधानमन्त्री हुन्, चाहे यो देशको राष्ट्रपति होस्, तिनीहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन? यो हाम्रो दायित्व हो कि होइन? हामी मात्र जनप्रतिनिधि त होइनौँ नि, तपाईँ हामी सबै जनप्रतिनिधि हौँ। जनताले चुनेर पठाएका हुन्। त्यो भएको हुनाले यो संसदमा अहिले पनि हामी एक गिट्का उभ्यौँ। कसको राजनीतिक दाउपेच के को कतातिर नजाउँ। हामी संसद एकजुट बनेर यो भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति बनाऊ। जो दोषी छन्, चाहे त्यो जुनसुकै पार्टीको मान्छे होस्, त्यसलाई कारबाही गरौँ, कारबाहीको दायरामा ल्याउँ र अपराधीलाई तपाईँको जेल सजाय गरेर भोलि एउटा देशमा रोजगारीका लागि विदेश जाने मान्छेहरू, घुम्न जान विदेश जाने मान्छेहरूलाई बेच्ने अपराधीलाई कानुनी कठघरामा उभ्याउँ। त्यही भए हुनाले म अपिल गर्न चाहन्छु सत्तापक्ष सरकारलाई पनि यहीँबाट भन्न चाहन्छु, सम्माननीय सभामुख महोदयज्यू, आज हामी सङ्ख्याको आधारमा को कति छौँ यसले